सो गाइस हामी अब ऐतिहासिक मकवानपुर गढी 2 बाट हामी अब निस्किन आँट्यौं। यो हाम्रो लास्ट डेस्टिनेसन थियो। अब हामी फर्किँदैछौँ। आज 3 जना मात्रै आयौँ। लगभग धेरै जना आउने प्लान थियो। अब कोही कहाँ गयो आधी बाटोमा, कोही कहाँ गयो। यो हामीभन्दा पहिला तिनीहरू आएको छैनन्। तल्ल मान्छेहरू आएका छन्। यो दाइ मेरो खालि यो पछि बनाएको होइन हामी हिँडेको। यो ठाउँ चाहिँ धेरै आनन्ददायक छ। बस्नलाई मनमुटाव भयो, चित्त दुख्यो भने भित्तिकै यहाँ आएर चिसो हावा खाए टक्कसँग एउटा हाम्रो साग साउले त्यहाँ घर बनाउन खोज्दै हुनुहुन्छ। त्यो माथिल्लो डाँडामा पृथ्वीनारायण शाह जुन मरेको लगभग कति वर्ष भयो, 1 जुग गइसक्यो है। उहाँको चाहिँ यो चाहिँ के कमान्डर हो यो थाहै छैन। कमान्डर रहेको थियो पृथ्वीनारायण शाहको। हाम्रो कमान्डर पनि ऊ औला ठेरेर बस्नु भएको छ। अब यहाँदेखि त्यही सिँढी स्टार्ट भयो। यो सिँढी हामीले चढेर आएको थियौँ। तपाईँलाई त इजी हुन्छ यार, पक्नु न अहिले। ठाडो बनाएर त स्वयंभूको जस्तो ठाडो हुन्छ होला है। स्वयंभूको जतिकै ठाडो त्यसले नि पर्खाएको हुन्छ। ठाडो बनाएको भए माटो पुरेर छोड्दैन नि। म फेरि भौला भइहाल्छु, म पागल भइहाल्छु। आधा कपडी छ
चलाएको नउलाएको छु मान्छे एक्कासी गइदियो भने त बस तपाईँको पनि छ त्यो सुजुकी होइन त्यो सुजुकी हो होइन सुजुकी हो हेर्नु मैले कसरी थाहा भयो थाहा छ त्यो स्यालेन्ज स्यालेन्ज सर हेरेर टिका लाउँदाखेरि पुरै ठाडो रहेको छ यो सिँढी जुन ऐतिहासिक मकवानपुर गढी दरबार भ्रमण गर्नुभएकोमा धेरै धेरै धन्यवाद रहेको छ जुन दृश्य यस्तो रहेको छ अनि अब टिका लाउनुहुन्छ होला म नि जान्छु टिका लाउनु ए त्यो के हो मलाई थाहा भएन हिँड्ने